विशेष गरी के उठेको छ भने यो छलफलको मेथोडोलोजी नै भएन भन्ने कुरा उठाउनु भएको छ तारा लामाजीले पनि गोकुलजीले पनि। तर चाहिँ एयरपोर्टमा व्यावसायिक उडान भनेको संयोजकज्यूलाई मेरो ध्यान आकर्षण छ कि चाहे त्यो डोमेस्टिक होस् इन्टरनेसनल होस् प्यासेन्जरहरूको आवत जावत भइसकेपछि त्यो व्यावसायिक उडान चार्टर फ्लाइटहरू व्यावसायिक उडान हुन्। डोमेस्टिक फ्लाइट पोखरामा दैनिक 20-25 वटा भन्दा बढी भएका होलान् व्यावसायिक उडान हुन्। त्यसैले व्यावसायिक उडान र नन व्यावसायिक उडान छुट्याउने संयोजकज्यूले जुन ल्याङ्ग्वेज प्रयोग गर्नुभयो त्यो ठिक हो जस्तो लाग्दैन मलाई हैन। त्यसैले उहाँको मैले केही अरू टिप्पणी गर्न खोजेँ होइन, तर बुझाइमा फरक परेको छ। त्यसपछि अर्को कुरा के छ भने यो विदेशी लगानीसँग सम्बन्धित कुरा हो। विदेशी लगानी खास गरी चाइनिज लगानीसँग सम्बन्धित विषय हो। यो विषयमाथि टिप्पणी गर्दा हाम्रो चाहिँ धेरै ठुलो सावधानी अपनाउनु पर्छ जस्तो लाग्छ। हामीलाई थाहा छ सभाज्यू कि विगतमा एमसीसीको बारेमा हामीले गिजोल्दा गरेर अनि एउटा लात छोप्ने टालो एमसीसीमा हामीले पूरक एउटा चाहिँ संसदबाट पास गऱ्यौँ भनेर एमसीसीमा हस्ताक्षर गऱ्यौँ, संसदले रेटिफाई गर्यो, अनुमोदन गर्यो। त्यो बेकार थियो हैन, त्यो बेकार थियो। त्यो संसदबाट हामीले पास गरेको कुराको केही पनि अर्थ छैन एमसीसीको चाहिँ एग्रिमेन्टमा। तर हामीले केही नेताहरूको लात छोप्न एउटा चाहिँ टालो बनाइदिया हो, त्यसो गऱ्यौँ। त्यसैले यस्ता विदेशी प्रोजेक्टहरू विदेशी लगानीहरूको सन्दर्भमा जसरी हामीले गिजोल्दैछौँ यसले नेपाल जस्तो एउटा भूराजनीतिक अवस्थामा भएको मुलुकमा यसले कति ठुलो प्रभाव पार्छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ। हामीलाई थाहा छ त्यो बेला अमेरिकन सरकारका कति हाई लेभल डेलिगेसन यहाँ आए, उनीहरूले नेताहरूलाई भेटेर के भने, सार्वजनिक वक्तव्य दिएर के भने, एमसीसी पास गर्दैनौ भने तिमीहरूलाई हामी कसरी चाहिँ कर्नरमा राख्छौँ भन्ने खालका शब्दहरू प्रयोग गरे हैन। यो हामीले झलझली देखेका छौँ, सम्झेका छौँ। अब चाइनिजहरूले पनि आफ्नो लगानीमाथि प्रश्न उठ्दाखेरि केही चासो राख्दैनन् भन्ने कुरा चाहिँ होइन होला हैन। चासो त राख्छन् होला, किनभने उनीहरूको सरकारी प्रोजेक्ट त्यो कन्ट्र्याक्टर हो, ठेकदार हो। आफ्नै सरकारी ठेकदारमाथि यति गम्भीर प्रश्न उठिसकेपछि चाइनिजहरूले केही पनि प्रश्न उठाउँदैनन् अनि चुपचाप यो प्रतिवेदन ठिक छ भन्छन् चाहिँ मलाई लाग्दैन हैन। उनीहरूले आफ्नो आर्गुमेन्ट राख्छन्, राखेको पनि छ। हिजोको स्टेटमेन्ट त्यही हो। यो प्रतिवेदन कसरी मान्ने हैन? जब भइरहेको प्रतिवेदन बनाउन तपाईँले मलाई रोक्नुहुन्छ भने यो कसरी मान्ने? यो मान्न सकिँदैन हैन, यो मान्न सकिँदैन। अर्को तपाईँले अब यो भन्सार छुट दिने कुराको सन्दर्भमा महालेखाको पनि आफ्नो रिपोर्ट छ, त्यसमा मलाई केही भन्नु छैन। त्यसमा पनि नीतिगत भ्रष्टाचार भन्ने कुरा यो प्रतिवेदनले उठाइरहेका छ। तर तत्कालीन अर्थमन्त्री जो अहिले यो उपसमितिको सदस्य हुनुहुन्छ उहाँले 2078 भदौ 2 गते र 2078 असोज 19 गते भन्सार छुटको निम्ति स्वीकृति दिनुभएको छ, सामग्रीहरूको भन्सार छुटको निम्ति, जो यो प्रतिवेदन लेख्ने उपसमितिको सदस्य हो हैन। कारबाहीको सिफारिस गर्नुभएको छ व्यक्तिहरूलाई। त्यसमा मलाई के लाग्छ भने त्यो र्यान्डमली लेखेको छ। जसले 145 मिलियनबाट 215 मिलियन बनाउने अध्यक्षता गर्यो, त्यसलाई पास गर्यो, त्यसको नामै उल्लेख छैन। त्यो बेलाको डिजीको म नाम लिन चाहन्न, त्यो बेलाको डिजीको उहाँहरूले नामै उल्लेख गर्नुभएको छैन। जसले दैठे डाँडा काट्नको निम्ति बजेट एलोकेट गर्यो डिजी, उसको नामै लेख्नु भएको छैन। बिचका केही 1-2 डिजीको लेख्नु भएको छ अनि 7औं 8औं 9औं कति तहका कर्मचारीको लेख्नु भएको छ। ती हरेक मान्छेको त्यसमा बदमासी के थियो त? उनीहरूलाई जब कारबाहीको सिफारिस गर्ने हो भने त हरेकको अलग अलग डिस्क्रिप्सन चाहिएला नि त। फलानाले यो गल्ती गरेको हुनाले कारबाही हुनु पर्यो, फलानाले त्यो गल्ती गरेको हुनाले कारबाही हुनु पर्यो भन्ने कुरा पनि चाहिएला। तर त्यसको पुष्टि हुने पर्याप्त आधार चाहिँ त्यहाँ देखिँदैन। र मलाई के लाग्छ भने व्यक्तिहरूको सन्दर्भमा बायस भएर के कारणले दोष छुटेको छ त्यो चाहिँ कहाँ चाहिँ त्यो दोष छुटेको बिरालो कहाँ गएर तपाईँको रुख चितोड छ भने जस्तो गरेर त्यहाँ चाहिँ नामहरू कतिपय उल्लेख भएको छ हैन। यसमा छ अब चाइनिजहरूको वक्तव्य आयो, त्यसमा अब्जेक्सन गर्नुभएको छ, ठिक छ। तर चाइनिजहरूलाई चाहिँ यो एयरपोर्टको अध्ययन उपसमितिले उनीहरूसँग हामीले कन्सल्ट नै गरेका छैनौँ नि हैन। तपाईँहरूको बारेमा यो प्रश्न उठेको छ, तपाईँहरू के भन्नुहुन्छ भन्ने कुरा त एउटा पार्ट हो नि, महत्त्वपूर्ण पार्ट हो नि। चाइनिज चाहिँ कन्ट्र्याक्टर पनि, चाइनिज गभर्मेन्ट पनि, एक्जिम ब्याङ्क पनि त महत्त्वपूर्ण पार्ट हो। उसँग त केही राय सल्लाह नै छैन, छलफलै छैन। छलफल नभइकन उसको बारेमा कसरी चाहिँ
हामी लेखिरहेका छौँ। उसले के भन्छ त, उसको प्रतिवाद के छ त यसमा? त्यो कुरा त आउनु पऱ्यो नि, त्यो प्रतिवाद पनि आएको छैन। चाइनिज कम्पनीको कुरा पनि आयो कि प्रतिवेदनमाथि विज्ञप्ति गलत भयो भन्ने खालको विज्ञप्ति पनि आएको भन्ने कुरा मैले अलिकति हेरेँ र मलाई लाग्छ केही कुराहरू भनौँ न अब कुराहरू सुनिराख्दाखेरि कोही भुक्तानीहरू पनि नपाएको जस्तो पनि उताबाट पनि गुनासोहरू सुन्ने गरेको अवस्था छ। कुनै एउटा विदेशी ठेकेदार कम्पनीले यो देशको सार्वभौम सदनको एउटा सम्मानित समिति, आज हामी सदस्य छौँ, भोलि कोही सदस्य होला, आज यो ठेकेदार कम्पनीले विज्ञप्ति निकाल्यो, भोलि कुनै कन्ट्रीको ठेकेदार कम्पनीले निकाल्देला, त्यति हल्का रूपमा हामीले यसलाई लिनु हुँदैन। यसमा जुन किसिमको भाषाहरू प्रयोग गरिएको छ त्यो चुनौतीपूर्ण छ, त्यसले हामीलाई चुनौती दिएको छ र त्यसमा पनि नेपाली जनताको करले सञ्चालित एउटा राष्ट्रिय दैनिकमा यो विज्ञप्ति निक्लिनु, त्यो सम्पादकलाई र प्रमुख सम्पादकलाई पनि हामीले स्पष्टीकरण सोध्नुपर्छ कि सार्वभौम सदनको एउटा सम्मानित समितिको बारेमा यस्तो चुनौतीपूर्ण भाषा प्रयोग गरेको विज्ञप्ति तिमीले किन निकाल्यौ? यसलाई के विज्ञप्ति प्रकाशित गर्ने पैसा मात्र चाहिएको? हामीले जस्तो सुकै तस्बिर पठाइदिन सक्छौँ, भोलि छापिदिन्छ? पैसै चाहिएको हो भने त्यसमा करदाताको पैसाले सञ्चालित एउटा यो सञ्चार गृह त्यति धरि जिम्मेवार हुनु पर्दैन कि यो कस्तो भाषा प्रयोग गरिएको छ, को प्रति लक्षित छ भनेर। त्यसैले गर्दा यसमा मेरो एकदमै गम्भीर आपत्ति सहित म दुवैलाई, यो ठेकेदार कम्पनीलाई तिमीले यस्तो भाषा प्रयोग गर्ने जुर्रत कहाँबाट गर्यौ? नत्र माननीय सभापतिज्यू भोलि गएर जुनसुकै देशको जुनसुकै ठेकेदार कम्पनीले हामीलाई जस्तो सुकै गाली गरेर जान सक्छन् है, आज हामी सचेत नभयो भने। र त्यसको जिम्मेवारी हामी आज यो वर्तमान समितिले लिनुपर्छ कि त्यो बेला तिमी किन बोलेनौ भनेर आउँछ। त्यसैले यसमा म सबैजनाको ध्यान आकर्षण गराउन चाहन्छु। अर्को, यो देशमा समस्या के पनि भइदियो भने हाम्रो केही नेपालीलाई चाहिँ चाइनिजलाई भन्दा चाइनाको चिन्ता छ। त्यो देशको चाइनिजलाई आफ्नो देश र कम्पनीको जति चिन्ता छ त्योभन्दा धेरै हाम्रो नेपालीलाई चिन्ता छ। त्यसको अनरसिप लिएर बस्नुहुन्छ। अनरसिप कसको लिने? मेरो ट्याक्स पेयरको लिने, मतदाताको, करदाताको, यो प्रोजेक्टको, इन्फ्रास्ट्रक्चरको लिने हो नि। त्यो चाइनिज ठेकेदार कम्पनीको अनरसिप लिएर त्यो त गलत हो हैन। अब यसको टाइमलाइन हामीले योभन्दा सत्य अर्को कुनै छ? लु, कुनै साथीहरूले, माननीय सदस्यहरूले होइन 145 को इस्टिमेटलाई 305 को मात्रै एउटा टेन्डर आउँदा स्वीकृत गर्न पाइन्छ भन्ने तर्क छ भने कुन कानुनले तर्क दिएको छलफल गर्न सकिन्छ? अथवा 135 को इस्टिमेट लगत इस्टिमेट राज्यले गर्दा गर्दै 215 मा सम्झौता गर्ने चाहिँ कानुन छ भने कानुनको मात्रै कुरा। अब कसले कहाँबाट कुन चाहिँ निर्देशन दियो हामीलाई थाहा छैन थियो। त्यसकारण यो सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको छ र यसमा धेरै आर्थिक अनियमितता भएको छ। र अर्को कुरा के जोड्न खोजियो भने यो एउटा कुनै कम्पनीले गर्यो, मित्र चीनकोले गर्ला, अमेरिकाले गर्ला, इन्डियाले गर्ला, कि उनीहरूको कम्पनीसँग हामीले यत्रो महँगो ब्याजमा ल्याएको ऋण रकम चाहिँ नि नेपाली जनताको थाप्लोमा बोकाएर अनि हामी चुपचाप लाएर बस्ने परम्परा स्थापित भयो भने हामी के हुन्छौँ? त्यस कारणले यो चाइना नेपालको डिप्लोमेटिक रिलेसनसँग रिलेटेड कुरा होइन, एउटा ठेकदार कम्पनीसँग रिलेटेड कुरा हो। त्यो ठेकदार कम्पनीसँग रिलेटेड कुरामा हामीले ठेकदार कम्पनीसँग कन्ट्र्याक्ट गरेर हामी अन्तिम निर्णयकर्ता त होइन नि, उसको भनाइ के हो भनेर सोध्ने। अनियमित जति देखाएको छौँ हामीले त्यो अनियमित देखाएको छौँ। त्यसकारण समयको पाबन्दी छैन, अघि नै भइसक्यो त्यो कुरा। यो सर्वप्रथम सार्वभौम संसदीय समितिले छानबिन गरेको कुरालाई एउटा जाबो ठेकदारले होइन हप्काउने भाषा, हप्की दप्कीपूर्ण जुन चाहिँ चेतावनी दिएको छ त्यसको म घोर भर्त्सना गर्न चाहन्छु। ठेकदार त हो त्यो, धेरै त्योभन्दा माथि त केही पनि होइन। त्यसो भएको हुनाले यो प्रति मेरो एकदमै आपत्ति छ। यसमा एउटा सार्वजनिक लेखा समितिले एउटा निर्णय नै गरेर एउटा विज्ञप्ति नै निकाल्न म आग्रह पनि गर्न चाहन्छु। र अर्को कुरा चाहिँ अघि थुप्रै प्रश्नहरू यहाँ उठेका छन्।
मान्यज्यूलाई धन्यवाद, पूर्व मन्त्रीज्यूलाई। अब एउटा मिटिङमा कुरा चाहिँ भएको थियो, दुइटै हामी मान्य योगेश भट्टराई र म दुइटै हामी एउटै समितिमा भएको हुनाले नबस्ने कि भनेर उहाँले प्रस्ताव राख्नुभयो। मैले त्यसलाई स्वीकार गरेँ, तर त्यो हाम्रो कुनै पनि लिखित निर्णय भएन। मान्य सभापतिज्यूले पनि त्यो निर्णय सुनाउने बेलामा कम्तीमा योगेश भट्टराईजी चाहिँ नै भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको संयोजकमा नबस्ने र प्रेम आले चाहिँ नै पोखराको उपसमितिमा नबस्ने भनेर भनिदिएको भए अझै स्पष्ट हुन्थ्यो। अब त्यताबाट कुनै निर्णय नभएको हुनाले, लिखित पनि नभएको कारणले गर्दाखेरि मगरको छोरीले आफ्नो काम त गर्नै पर्यो नि त, होइन र? नम्बर 1। नम्बर 2 चाहिँ उहाँले के प्रश्न गर्नु भने वन तथा वातावरण मन्त्रालयमा मन्त्री हुँदाखेरि EIA गर्यो भनेर उहाँले भन्नुभयो। अब जबकि तपाईँको एयरपोर्ट लगभग चाहिँ कम्प्लिट हुने अवस्थामा थियो, त्यो बेलाका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पटक पटक मेरो मन्त्रालयमा आएर ल प्रेम भाइ छिटो गरिदिनु पर्यो, यो EIA छिटो गरिदिनु पर्यो उहाँले भन्नुभयो। जबकि यो पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगभग करिब सकिने अवस्थामा थियो। अब मलाई पनि मेरो पार्टीले 6 महिना तोकेर दिएको थियो, अनि मैले त्यसमै रात दिन गरेर चाहिँ नि म वन तथा वातावरण मन्त्री हुँदाखेरि त्यो एयरपोर्टको मात्रै होइन, फेरि थुप्रै हस्पिटलहरूको छ, त्यसपछि गएर तपाईँको चाहिँ हाई टेन्सन लाइनहरूको छ। अब म वन मन्त्री भएपछि EIA को अनुमति नदिएर के म क्या उहाँ प्लेन उडाउने अनुमति दिउँला त? त्यो त दिनै पर्यो नि। 2 अरब 22 करोड 40 लाख रुपियाँ तपाईँको चाहिँ ट्याक्स चाहिँ छुट गरिएको छ। जबकि उहाँ आफै मन्त्री हुँदाखेरि 2टा इम्प्लिमेन्टेसन एग्रिमेन्ट त्यो बेला भएको छ। भले उहाँले सिग्नेचर गर्नुभएको छैन होला, तर उहाँको मातहतको मन्त्रालयको सचिवले त गरेको छ नि। सुन्नु न, मन्त्रालयको सचिवले त गरेको छ नि। ट्याक्सेस एन्ड ड्युटिज पेज नम्बर 25 मा छ, म पढेर सुनाउँछु मान्य सभापतिज्यू। 21.1 फरेन ट्याक्सेसन द प्राइजेस बिड बाई द कन्ट्र्याक्टर shall include all taxes, duties and other charges imposed outside the employer's country on the production, manufacture, sale and transport of the contractors, equipment, plant, material and supplies to be used on or furnished under the contract and on the services performed under the contract भनेछ। जबकि फुल ट्याक्स चाहिने पे कोले गर्नुपर्ने कन्ट्र्याक्टरले। मान्य मन्त्रीज्यूलाई त थाहा थियो होला त्यो बेला, तर उहाँले आफै उहाँ मन्त्री हुँदाखेरि 2टा इम्प्लिमेन्टेसन एग्रिमेन्ट त्यहाँ भएको छ। उहाँले हस्ताक्षर गर्नुभयो मलाई थाहा छैन, तर त्यही बेलाको कुरा म गर्दैछु। त्यो हामीले डकुमेन्ट पनि हेऱ्यौँ, बिचमा नकाटौँ न भने सुनौ न आरामले। त्यसो भएको हुँदाले यो चाहिँ 2टा चाहिँ तपाईँको चाहिँ 2 अरब 22 करोड 40 लाख रुपियाँ 2 अरब 22 करोड 40 लाख रुपियाँ ट्याक्स राज्यले पाउनुपर्ने ट्याक्स चाहिने यहाँ कमिसनको आडमा चाहिने यो चाहिने ट्याक्स फ्री गरिएको छ। त्यति मात्र होइन मान्य सभापतिज्यू, यहाँ रमाइलो कुरा के छ भन्दाखेरि 2014 मा जुन चाहिने तपाईँको सिमेन्ट ल्याउँदाखेरि भारत र चाइनाबाट मात्र ल्याइएछ, जबकि हाम्रै देशमा चाहिँ यत्रो चाहिने उद्योगहरू छ, सिमेन्ट फ्याक्ट्रीहरू छ, तर हाम्रो देशबाट ल्याइएन। यहाँ के गरिएछ भन्दाखेरि सिमेन्ट लगभग तपाईँको 70,000 टन चाहिए रहेछ। पर टनको कस्ट कति छ भन्दाखेरि त्यो बेला $253 छ, $253। यहाँ यसो क्यालकुलेसन गर्दाखेरि 1 केजी सिमेन्टको 50 रुपियाँ पर्ने रहेछ त्यो बेला। 1 केजी सिमेन्टको 50 रुपियाँ यहाँ रेट राखिएको छ, होइन? पर केजीको 50 रुपियाँ राखिएको छ 2014 को इस्टिमेट अनुसार। अहिलेको कस्ट हेर्दाखेरि पनि तपाईँको जम्मा 15 रुपियाँ केजी छ। कति भ्रष्टाचार भयो होला ल भन्नुहोस्। हामीसँग डकुमेन्ट छ, म डकुमेन्ट प्रमाणसहित बोल्छ प्रेमाले बोल्दा, यो कुनै उहाँ कोही प्रति पूर्वाग्रह त होइन नि। यो डकुमेन्टमा हामी हेर्न सक्छौँ। बहादुर त छँदै छु त म। त्यो 50 रुपियाँ केजी सिमेन्टको भाउ त्यो बेला राखिएको छ। भारत र चाइनाबाट ल्याएको भनेर यहाँ देखाइएको छ। पर केजी 50 रुपियाँ छ भने आज 2025 मा आउँदा पनि यसको मूल्य जम्मा 15 रुपियाँ केजी मात्रै छ मान्ने सभापतिज्यू। अर्को रमाइलो कुरा सुन्नुहोस्, अब स्टिल बार भन्नाले यो सरियाको कुरा, यो कङ्क्रिट गर्ने बेला जुन सरिया छ, सरियाको त्यो बेला रेट कति राखिएको छ भन्दाखेरि 172 रुपियाँ केजी राखेको छ। आजभन्दा 10 वर्ष अगाडिको कुरा। 172 रुपियाँ 10 वर्ष अगाडि राखेको रेट
त्यो बेला 2014 को चाहिँ क्यालकुलेसन गरेर हेर्दाखेरि 63 देखि 65 रुपियाँ रेट रहेछ। भनेपछि यहाँ कति घिसेको छ? 107 रुपियाँ यहाँ खाएको छ। यो टोटल्ली गएर हेर्दाखेरि लगभग तपाईँको चाहिने क्यालकुलेसन गर्दाखेरि तपाईँको 36 करोड 58 लाखको डिफ्रेन्स छ यहाँ। त्यति मात्रै नभएर सिमेन्टको अघि मैले भने 1 अरब 34 करोडको डिफ्रेन्स छ यहाँ। त्यसो भयो भने हामी कुनै हावाको भरमा हामी बोल्दैनौँ, प्रमाण जुटाएर त्यही आधारमा बोलिन्छ। यो मैले आग्रह गर्न चाहे। त्यस्तै तपाईँको चाहिने इपिसी बिल अफ क्वान्टिटी हुँदैन, सुरुदेखि अन्तिमसम्म नो एक्स्ट्रा कस्ट लाग्दैन त्यहाँ। तर एसी जडान गर्दाखेरि कस्ट लागेको छ। अहिलेसम्म तपाईँको 2 वर्षदेखि तपाईँको फ्लाइट चलेको त्यहाँ उद्घाटन भएको, तर अहिलेसम्म तपाईँको चाहिने त्यहाँ चाहिने तेल भण्डार त्यहाँ अहिलेसम्म बनाएको छैन। भनेपछि यो जम्मै चाहिने पचाउनको लागि यो काम भइरहेछ। त्यसो भए म के आग्रह गर्न चाहन्छु भन्दाखेरि चाइनिजको हिजोको विज्ञप्ति मैले हेरेँ, आँखा खोली खोली हेरेँ, तन्काई हेरेँ, मेरो आँखा कहीँ कमजोर त छैन भनेर। यहाँ यसो हेर्दाखेरि चाइनिजको दाबी के रहेछ भन्दाखेरि अहिलेसम्म 18 लाख बहादुरको त आँखा पनि नदेखिने भयो। यो चस्माले कामै गर्दैन। नै पकाउनु न ल, भइहाल्यो। यही अन्दाजमै भन्छु। ल अब तपाईँ जब कागज यताउता सार्नुभयो के गर्ने अब यो। ल अब तपाईँको 18 लाख चाहिने पेसेन्जर 2023 र 2024 मा आएको भनेर उहाँले भन्नुभएको छ होइन? कुन वाला चाइनिजले भनेको छ। तर अहिलेसम्म कतिवटा फ्लाइट आएर रहेछ? जम्मा 30 वटा मात्रै आएको छ। अब त्यो 18 लाख चाहिने यात्रु हामीले बोकिसकेका छौँ भनेर सिएमसीले भनेको छ कि त्यो चाइनाले डोमेस्टिक एयरलाइन्स पनि खोलेको छ त नेपालमा। जबकि चाइनिज कम्पनी आउनुभन्दा अगावै पनि त डोमेस्टिक एयरपोर्ट त चलेकै थियो त। हामीले डोमेस्टिक एयरपोर्टको लागि 22 अरब खर्च गरेका हौँ। हामीले त क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि हामीले गरेका हौँ। चाइनिजले हाम्रो नेपालीले बोकेको जहाज पनि आफ्नो हिसाबमा लेख्दो रहेछ। यस्तो चाहिँ मूर्खता गर्न मिल्छ कि मिल्दैन? यहाँ चाहिँ 2023 मा 9,04,771 जना बोकेछु भनेछ। 2024 मा 9,89,852 जम्मा 18,94,623 पेसेन्जर हामीले बोक्यौँ भनेर धाक लगाउँछ। यदि धाकै लगाउने भने म चुनौती दिन चाहन्छु त्यो ठेकेदारलाई। म चुनौती दिन चाहन्छु, चुनौतीका साथ म भन्न चाहन्छु, ल तपाईँको चाहिँ नेरो बोरीमा फुल पेसेन्जर लिएर आउनुहोस्, 30 दिनसम्म ल्यान्ड गर्नुहोस् र गएर म चाहिँ फुलको माला लगेर म स्वागत गर्छु। छ हिम्मत त्यो? हामीले राम्रो एयरपोर्ट भनिराखेका छौँ, तर अहिलेसम्म जब 30 वटा जहाज मात्रै त्यहाँ ल्यान्ड भएको छ, त्यो पनि जम्मै तपाईँको चाहिने कार्गो, जम्मै तपाईँको चाहिने चार्टर फ्लाइट। पेसेन्जर अहिलेसम्म बोकेको छ त्यो फ्लाइटले 2068 दाबी गर्छ 18 लाखको धाक लगाउँछ भने यो विडम्बना हो। त्यसो भएको हुनाले विज्ञप्ति निकालेर यसको प्रतिवाद गर्न एकदमै जरुरी देख्छु। र फ्लाइट प्रोसिजरको कुरा पनि अघि खुब मजाले पर्यटन मन्त्रीज्यूले भन्नुभयो, पूर्व पर्यटन मन्त्रीले। अहिलेसम्म हामीले फ्लाइट प्रोसिजर डिजाइन माग्दाखेरि 2022 नोभेम्बरको मात्र हामीलाई उपलब्ध भएको छ। 2017 को अब डिजीले कहीँ घरमा लगेर राखेको छ कि हामीलाई थाहा छैन। अहिलेसम्म हामीले डकुमेन्ट माग्दाखेरि पर्याप्त हामीले डकुमेन्ट पाएका छैनौँ। ट्याक्सको कुरामा हामीले डकुमेन्ट माग्दाखेरि अर्थ मन्त्रालयबाट हामीले डकुमेन्ट पाएका छैनौँ। त्यसो भने मान्य सभापतिज्यू, कहीँ हाम्रो यो समिति धेरै कमजोर त भएन? कहीँ यति बलियो सार्वजनिक लेखा समिति किन दिनदिनै कमजोर हुँदैछ? त्यसो भयो भने यतातिर पनि ध्यान जाओस्। र अर्को कुरा, अघि यहाँ मूल्य वृद्धिका कुराहरू गरे, कसैले बचाउमा पनि कुरा गरेका छन्। म चुनौतीका साथमा भन्न चाहन्छु, 145 मिलियनमा बन्ने एयरपोर्ट रातारात तपाईँको चाहिँ 216 मिलियन पुर्याइएको छ। 71 मिलियन त्यहाँ खुल्ला भ्रष्टाचार भएको छ। हामीले 50 उपसमितिको आज जुन तरिकाले प्रतिवेदनलाई गिजोलियो काम गर्नुहुनेछ त्यसलाई दिशाहीन बनाउने काम गरिरहेछ, त्यसमा मेरो सिरियस आपत्ति छ। दोस्रो,
म एकदम क्लियर रूपमा भन्छु, चाहे जहाँको जुनसुकै शक्तिशाली देशको त्यो ठेकदार हो, ठेकदारले एउटा सभरेन देशको सभरेन प्रतिनिधिमाथि लान्छना लगाउने आफैमा खेदपूर्ण हो। त्यसलाई हामी आज विज्ञप्ति निकाल्नै पर्छ, निर्णयमा राख्नै पर्छ। मेरो एकदम क्लियर हाल्नु, किनकि हामी सभरेन जनताको प्रतिनिधि हो। यहाँ हामी पार्टीको रूपमा आएको छैन, हामी जनताको प्रतिनिधिको रूपमा आएको छु र जनताको प्रतिनिधिलाई एउटा ठेकदारले, एउटा बिचौलियाले, एउटा दलालले, हाम्रो देशको पनि ठेकदार मेरील्यान्डमा कालिका कन्स्ट्रक्सनको काम हुन्छ, भुटानमा काम हुन्छ के त्यसो भए अनि अब उसको कन्स्ट्रक्सन कम्पनीलाई केही तलमाथि भयो भने कारवाही गर्यो भने के नेपालले कारवाही गरे जस्तो हुन्छ? त्यस कारण यो कुरा हुँदैन। ठेकदार र राष्ट्रलाई अलग गरौँ, राष्ट्रसँग डिप्लोमेटिक सम्बन्धित छ। दोस्रो कुरा, एमसिसीसँग धेरैले मानिसले भन्नुभयो म उहाँको कुरा काट्न खोजेको नि, त मेरो आफ्नो राय राख्न खोज्दैछु। एमसिसी भनेको ग्रान्ट थियो, त्यसमा नेपालको आफ्नो राशि थिएन। यो कम्प्लिट ऋण हो। ऋण र ग्रान्टलाई दुइटै अनुदानलाई गरिदिनु के यो बच्चा बच्चीको खेल भइरहेछ? एमसिसी सित्तैमा नेपाल पाइरहेछ। यसको त सालकै 84 करोड ब्याज मात्रै छ, जहाँ एयरपोर्ट चलेको छैन। त्यस कारणले यो भ्रष्टाचारको लागि बनाइएको एयरपोर्ट हो। त्यस कारणले यसको भ्रष्टाचारलाई नेकेड रूपलाई, यसलाई एकदम निर्ममतापूर्वक यसलाई कारवाहीको दायरामा लाउनै पर्छ। यो मेरो आफ्नो क्लियर बुझाइ। किनकि गोरखापत्रमा भोलि मेरो नानी फोटो कसैले दियो भने छापिदिन्छ भनौँ न। त्यो गोरखापत्रले छापेको छ, गोरखापत्रको एडिटरलाई बोलाएर सोधौँ कि तिमी किन यस्तो छाप्यौ, लेखा समितिको नाउँ लेखेर राखेँ, तिमी पढ्दैन? भोलि लेखिदिएको नेपालको सरकार गयो त छापिदिन्छ। म विज्ञापन दिन्छु, आज नेपाल सरकार ध्वस्त भयो, छापिदिएछ म दिन्छु 10,000-20,000 रुपियाँ दिन्छु। यो पैसा दिएपछि जे पनि छापिदिनु, त्यो पनि सरकारको मिडियाले। यो सरकारी षड्यन्त्रको तत्त्व भएछ। म यो पनि भन्न चाहन्छु, किनभने गोरखापत्र त पाथल दिनु। गोरखापत्रकोमा 54 सालमा बोर्ड अफ डाइरेक्टर भएको कारणले त्यहाँको सिस्टम मलाई थाहा छ। म बोर्ड अफ डाइरेक्टर्स त्यहाँ 2 साल मोटामोटी थिएँ। महेन्द्र ठाकुर सञ्चार मन्त्री हुँदाखेरि, जयप्रकाश गुप्ता राज्यमन्त्री हुँदाखेरि। बेचारा मेरो अध्यक्ष बितिसक्नुभएपछि शिव अधिकारी सुरुजीको सम्पादक थियो, अध्यक्ष हुनुहुन्थ्यो। म त्यहाँको बोर्ड अफ डाइरेक्टर्स हो। त्यस कारण गोरखापत्रमा सरकारले जे भन्छ त्यही छाप्छ, न त एडिटरको र जिएमको जागिर त्यही दिन गइदिन्छ। मैले त कति जिएमको जागिर गएको छ। त्यस कारण म गोरखापत्रको बारेमा बुझेको छु, त्यहाँको सञ्चालक समितिको सदस्य भएको नाताले। त्यस कारणले मैले त्यहाँ बसेर बुझेको छु नि। त्यस कारणले सरकारले जुन एक तरिकाले समितिलाई तर्साउने काम त्यो सरकारी मिडियामा कान्तिमा मतलब थियो। व्यापारी चाहिँ जे गर्छ, नागरिक भए केही गर्छ। त्यो गोरखापत्र संस्थानमा यस्तो ज्ञापन छापेर समितिलाई हच्याउने काम भएछ, त्यसको भर्त्सना गर्छु र गोरखापत्रको जिम्मेवार मान्छेलाई बोलाएर त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ।